गुड मर्निङ एन्ड नमस्ते। नयाँ भिडियोमा सम्पूर्णलाई स्वागत छ। आजको यो भिडियोमा चाहिँ म तपाईहरुलाई मेरो डेली रुटिन देखाउने छु, राइट? वाइ टु इन्स्पायर यु, टु मोटिभेट यु, नट टु सो माई लाइफस्टाइल, मेरो लाइफस्टाइल यस्तो छ उस्तो छ त्यो भन्नलाई हैन, तर तपाईहरुलाई मोटिभेट गर्नलाई हो। म अहिले 24 वर्ष पुगे, मैले ब्याचलर्स कम्प्लिट गरे, अहिले 2 वर्ष भयो जब गर्न थालेको। अब मेरो लाइफमा धेरै गोल्सहरु छ। तपाईहरु पनि यो मेरो जर्नीमा सपोर्ट गर्न चाहनुहुन्छ, जोडिन चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। सो मेरो उठ्ने टाइम भनेको 6:30 7 बजे। 6:30 बजे उठेर 7 बजेसम्म म फ्रेश भइहाल्छु, ब्रशिङ योर टिथ। त्यहाँदेखि म रुममा आएर हल्का लाइट एक्सरसाइज, स्ट्रेचिङ एन्ड एभ्रिथिङ, क्रन्चेसहरु हैन, हल्का जम्पिङ ज्याक्सहरु गर्छु, पुसअपहरु हान्छु। त्यसपछि आई स्ट्रेट सिट इन माई डेस्क अनि यसरी नै कफी बनाएर म केही काम गर्न थाल्छु। सो मसँग अहिले आधी घण्टा छ। आई गेट ब्याक टु द वर्क, थोरै रिसर्च गर्नुपर्ने छ, राइट? एन्ड देन आई गेट रेडी फर माई अफिस। सो म तपाईहरुको लागि एउटा दामी हेयर एडभाइस दिन्छु है त, कसरी आफ्नो हेयर सेट गर्ने, कसरी हाम्रो हेयर स्टाइल गर्ने भनेर। अहिले हेर्नुभयो भने मेरो हेयर एकदमै धेरै मेसी छ नि त। यु जस्ट निड 2 थिङ्स टु फिक्स योर हेयर, कम्ब एन्ड अ क्याप। तपाईलाई केही हेयर प्रोडक्ट लाउनु पर्दैन। कम्ब युज गरेर बिचको पार्टलाई माथि स्ट्रेट लाने, बिचको पार्टलाई मात्र, राइट पार्टलाई यता हो। सिम्पल है, फन्नी देखिन्छ सुरुमा, तर दिस इज हाउ यु स्टाइल योर वेभी। यसलाई पनि बिस्तारै साइडली लाने, साइडली पछाडि लाने, क्याप लाएर थिच्ने है। पछाडिको हेयर पछाडि छ भने छैन भने के छैन, साइडको हेयरलाई चाहिँ भित्रसम्म लगेर त्यो बिचको पार्ट हेयर चाहिँ यहीँबाट थिच्यो, लेफ्ट राइट चाहिँ यताबाट मजाले होल्ड भयो। अरू प्रोडक्ट लाउनु पर्छ भने म भन्दिनँ हैन, तर सनस्क्रिन चाहिँ नेभर मिस हो क्या। सनस्क्रिन डन। अब आउँछ मेरो यो सिरम, स्ट्रिक्सको सिरम हो। यो चाहिँ हेयर सिरम हो। जस्ट यसले चाहिँ के गर्छ त भन्दाखेरि हेयरलाई होल्ड सोल्ड केही गर्दैन, बट थोरै साइनी दिन्छ। किन भन्दाखेरि मेरो फ्रिजी हेयर छ नि त। यो चाहिँ जहिले पनि कपालको माथि माथि लाउने। जे पनि हेयर प्रोडक्ट युज गर्नुहुन्छ नि कपालभन्दा भित्र, मतलब जरामा कहिले पनि नछुवाउनु होला है। तपाईँलाई अरू केही ट्रिटमेन्टै चाहिँदैन। हेर्नु त है, बबाल देखेन? ठिक छ नि हैन? कस्तो देखिरहेको छ कमेन्ट गर्नु होला। सो अफिसको लागि प्याकिङ सुरु गरौँ। म चाहिँ यो साइड ब्याग भन्दा नि यो ब्याक प्याक नै प्रिफर गर्छु, किन भन्दाखेरि कम्फर्टेबल पनि हुन्छ, साथैमा मेरो धेरै सामानहरू पनि हुन्छ। फर्स्टमा लाने भनेको मैले म्याकबुक हो, अनि मेरो यो एक्सटर्नल माउस र किबोर्ड पनि छ। कनेक्ट गरिरहनु पर्दैन, आफै अटो कनेक्टेड हुन्छ ब्लुटुथबाट, त्यसको पनि समस्या छैन। आइप्याड र यो पेन्सिल हो, एकदम युजफुल टुल हो कहिलेकाहीँ नोट टेकिङहरू गर्न हैन, मिटिङहरूमा काम लागिरहेको हुन्छ। सो आइप्याड पनि। अनि अर्को भनेको यो माइक, मैले अहिले युज गरिरहेको यो माइक हो। इयरफोन पनि कहिलेकाहीँ अफिसमा काम गर्दाखेरि भिडियो एडिट गर्दा चाहिन्छ। अनि हार्ड क्यास त बोकिँदै रहनु पऱ्यो, भोक लाग्छ हैन, खाना त खानु पऱ्यो नि त, राइट? अर्को भनेको एप्पल चार्जर। यो मेरो म्याकबुकलाई पनि जान्छ, मेरो फोनलाई पनि जान्छ। सो यो पनि बोकिरहँदा राम्रो। सो हिँड्नुभन्दा अगाडि एउटा बाथ एन्ड बडीको सरले क्यानाडादेखि ल्याइदिनु भएको थियो, यो डियो हो। यो चाहिँ यो लिप बाम, भेरी इम्पोर्टेन्ट। सो म काम गर्ने लोकेसन चाहिँ मेरो कोठादेखि 10 मिनटको डिस्टेन्समा छ। भाटबटी नि लाइन तपाईँलाई थाहा होला, त्यतितिर छ।